धुलो रहित सडक कार्यक्रम अन्तर्गत 55 किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ। 62 वटा चोकमा हाईमास लाइट जडान गरिएको छ। स्रोत साधन र प्रविधिले उच्चतम प्रयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन रात्रिकालीन शहरी सौन्दर्यलाई एकनास बनाउन 5318 वटा पोलमा 13,340 वटा बत्ती राखेर शहरलाई उज्यालो बनाउँदैछौँ। हामी काठमाडौँ महानगरमा आएपछि 23 अर्ब रुपियाँ मूल्य बराबरको 208 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ। हाम्रो लक्ष्य करिब 2 खर्ब मूल्य बराबरको 1859 रोपनी जग्गा अतिक्रमण मुक्त गराउने रहेको छ। यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ। गएको वर्ष हामीले करिब 2 अर्ब 86 करोड रुपियाँ बराबरका पूर्वाधार योजना सम्पन्न गर्यौँ। करिब 91 करोड लागत बराबरका सम्पदा संरक्षण काम गर्यौँ। यसबाट 276 वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र 125 वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम सञ्चालन भए। यस वर्ष 1086 जना विपन्न नागरिक उपचार सिफारिस भयो। बेवारिसे, विपन्न र बेसहारा निशुल्क उपचार अन्तर्गत 210 जनालाई निशुल्क उपचार सेवा प्रदान गरियो। 32 वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सहित 35 वडा स्वास्थ्य संस्था जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौँ। फिजियोथेरापी सहित निदानात्मक परामर्श सेवा सहित प्रवर्धनात्मक र ओपिडी सहित उपचार सेवा प्रारम्भ गरेका छौँ। 10 वटा केन्द्रलाई बिमाको प्रथम सेवा बिन्दुका रूपमा सञ्चालन गरेका छौँ। विद्युतीय शासन अन्तर्गत यी सिफारिस र यी कार्यालय प्रणाली कार्यान्वयनमा ल्यायौँ। सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत गऱ्यौँ। घरधुरी सर्वेक्षण तथा जीपीएस सर्वेक्षण नक्साङ्कनको काम भएको छ। 152 वटा आगलागीका घटना, 143 वटा जोखिमयुक्त रुख व्यवस्थापन, 130 वटा जलजन्य विपद व्यवस्थापन, 2896 मिटर फायर ड्राइराइजर प्रणाली स्थापना भएको छ। शहरी योजना आयोगबाट 164 वटा योजनाको विस्तृत डिपिआर तयार भएको छ। 6 अर्ब 33 करोड 58 लाख लगत अनुमान भएका 251 वटा योजना बोलपत्र प्रक्रिया मार्फत खरिद गरियो। यी योजनाहरू प्रतिस्पर्धाका माध्यमबाट 5 अर्ब 4 करोड रुपियाँ लागतमा प्राप्त गरेर 1 अर्ब 23 करोड रुपियाँ बचत भएको छ।